गाइज आज चाहिँ कुचा उठाउँदैछु मैले। गाडी भरिनु पर्ने लागेको छ। म चाहिँ अहिले यहाँ तपाईँको के भन्छ यो पढेन भन्ने ठाउँमा आएको छु। कुचा लिन आएको हेर्नुहोस्। यहाँ पनि गाडी प्याक भएछ, कुचाहरू हालेको यो गाडीमा। अहिले बाटैमै हो, आउँदै हो भनौँ हेर्नुहोस्। यहाँ चाहिँ हाम्रो भाइ रमाइलो छ, आनन्द हरियाली छ यहाँ र हेर्न सक्नुहुन्छ। के भइरहेछ त अहिले? यतिकै हो, ठिकठाक छ एकदम। सिस्टम गाइज अब कामहरू सकियो। अब चाहिँ सर र यो बाटो जाने हो हामी। अब हामी तिनगिरे भन्ने ठाउँमा जाँदैछौँ अहिले। सर र लोड भएको छ अनि अब त्यहाँबाट गइहाल्ने हामी। के भइरहेको छ त? लाइक त गरिदिनुहोस् यार, कसैले यार हाई गरिदिनुहोस्। नर्मल फोटोमा पनि 1066 ल हिँड्यो हामी। यहाँको भ्युज हेर्नु, भ्युज दामी छ भ्युज। म धाउँदै आएको मायालुलाई। हाम्रो दोस्त चाहिँ पुरा आनन्द रमाइलोमा आउनुहुन्छ के अरे। हो हिँड्ने त त्यसैमा हो कि सर। हेलो गाइज, हामी चाहिँ तिनगिरी भन्ने ठाउँमा आइयो। भर्खरै नास्ता खान पर्यो भनेर अब होटलतिर हिँडेको है। मौसम चाहिँ त्यस्तै त्यस्तै छ हेर्नुहोस्। आज पनि चिसो छ, जाडो छ। यता हेर्नुहोस्, यतातिर जाडो छ। अडक्क होटलमा गएपछि अनि नास्ता सास्ता खाएर जानु पर्यो भनेको। ढिलो पनि भइसक्यो, अब 4 बजिसक्यो। ल हामी चाहिँ हिँड्यो नास्ता खाएर। कस्तो भएन? मिठो भएन र? त्यही त अनि खान थालेस् त च्याप्प के के हो यस्तो जाडोमा नि झन् कपडा खोलेर हो एकदम। त्यो भाइले दोकानमा पठाएको होइन र? चौतारीको बर
अब चाहिँ हामी हिँड्यो है, यहाँबाट हिँड्यो। अब घर पुग्दा चाहिँ ठ्याक्कै घर पुग्दा चाहिँ हाम्रो कति 6 बज्छ होला। अनि घर पुगेर अनि म खुट्टा उठाउनु पऱ्यो अनि ठाउँमा राख्नु पऱ्यो। ल अब पनि मिलेन अहिले म तपाईँलाई वहाँ जाँदा त्यतिकै कुरा गर्ने हो फेरि राख्न छ खुट्टा उठाउँदाखेरि है। हेर्नु त कस्तो हो मौसम, यता त गर्मीमा पनि यस्तो के भन्छ यसलाई, हाम्रो घरतिर कुहिरो भन्छ, धुँधी भन्छ क्या यसलाई, धुँधी। हेर्नुहोस् हेर्नु कस्तो छ, जताततै धुँधी लाखा जाडो छ। हेर्नुहोस् अब हजुरहरू यहाँ बाहिर बस्नेहरू कि विदेशदेखि अनि यहीँ बुटोलतिर पनि बस्ने मान्छेलाई धेरै गर्मी छ। हेर्नुहोस् अहिले चाहिँ यहाँ हाम्रो घरतिर चाहिँ यस्तो छ। हेर्नुहोस् आनन्द शीतल, फ्यान त कहाँ जताततै फेनै फेन हुन्छ। हेर्नुहोस् उस्तो भने ज्याकेट लाएर बस्नुपर्ने हुन्छ यता त। हेर्नुहोस् खै के भन्नुपर्ने यार। अनि कुचोरो पाइएन भने त तनाव हुन्छ त्यति टाढा यार। म चाहिँ भर्खरै घर आएँ है, भर्खरै कुचा उतारेर गाडी पनि गइसक्यो। म चाहिँ भर्खरै आएको भनौँ, ठिकै कति बेला भयो पनि 7 बजे क्या 6 बजे चाहिँ 6 बजे आएँ। ल म चाहिँ घर जाँदैछु अब।